फुटबलको समाचार। हामीहरू हरेक दिन साँझ 8 बजे त्यो दिन फुटबलमा हुने मुख्य समाचारहरू हजुर मार्फत ल्याउनेछौँ। त्यसैले फलो र लाइक गरी सपोर्ट गर्न नबिर्सिदिनुहोला। आजको पहिलो खबर। ह्यारी केनले जिते आफ्नो जिन्दगीको पहिलो ट्रोफी। विश्वास गर्न गाह्रो होला, तर यो सत्य हो। तितो सत्य या मिठो सत्य, यो हजुरले नै डिसाइड गर्नुहोस्। दोस्रो खबर भन्नको लागि हाम्रो मड्रिडको संवाददाता स्वयं रेडी हुनुहुन्छ। उहाँकै मुखबाट सुन्नुहोस् हजुर। आवाज आइरह। ल मड्रिडमा खुसीको माहौल छ। एलेक्जेन्डर आर्नोल्ड आउने खुसीमा पापा पेरेजले मड्रिडमा एक दिनको छुट्टी दिने घोषणा गर्नुभएको छ। यसपछिको आवाज पप्पुको हुनेछ। म रामकृष्ण ढकाल बिदा चाहन्छु। धन्यवाद। तेस्रो खबर बार्सिलोना फ्यानका लागि दुखीको खबर रहेको छ। आफ्नो मुटु राम्रोसँग हातमा पकडी सुन्नुहोला। कुन्डे र बाल्डे दुवै इन्टर मिलान विरुद्ध खेल्ने छैन। यी दुई फुलब्याक नखेल्ने भएकाले बार्सिलोना फ्यानहरूमाथि डरको माहौल बढिरहेको छ। आजको लागि यति नै। फेरि अर्को दिन अरू खबरका साथ भेटौँला। धन्यवाद।